अझ्याङबा ला यो कपडा धो होइन के साह्रो हेपेको अहिले मलाई कपडा धो भनेको नि अन्त यो घरको मलाई नोकर सम्झ्यो अरू कुरो थाहा छैन यो कपडा सबै धोएन भने भरे खाना पनि दिँदैन आम्बो यत्रो लुगा त म कहिले धुइसक्नु धुन तेरो काम के छ त अन्त काम नभए भने यस्तो गर्ने आफ्नो बुढालाई आफ्नो बुढीले त्यसरी हेर्छ अनि अरूले किन नहेर्नु मलाई अति नै गर्छ अति नै यत्रो लुगा त मैले कहिले धुइसक्नु आफूले पनि धुन सक्छु त दिनभरि लाग्यो नि धो के गर्ने त म सक्ने भएको भए त मैले धुइहाल्थेँ नि अन्त अनि काम नभयो भने चाहिँ दिनभरि चाहिँ के मलाई लुगा धुन मात्र दलाउने अनि त्यही त हो नि तेरो काम अति हेर्छु कि अति हेर्छु यो माइजान भने मलाई बेकारमा बिहे गर्छ मैले फुरुका त नभए भरे ठिक गर्छु मैले त यस्तो दुःख पाउँछ भने थाहा भयो म केही गर्दैन थियो तर कुरै खान्छ अहिले मेरो अति नहेर् न साथीहरू यो चाहिँ होइन रमाइलो है जस रमाइलो लागि मात्र होइन मेरो बुढाको एक्टिङ लेभल देख रहे हो गाइस यो चाहिँ अब होइन कस्तो हुँदो रहेछ त्यो त्यतिकै होइन एक्टिङ मात्रै जस हामी चाहिँ एउटा रिल्स बनाउनु लाग्यो कि तर यसलाई मैले धेरै माया गर्छु साथीहरू जस तर म गरे पनि हामीले माया गर्छ दुईजना मिलेर धुने यो लुगा चाहिँ होइन जस रमाइलोको लागि मात्र है ल म त बच्चा रुइसकेँ अरे त्यहाँ बच्चाले दुध खुवाउनु अरूको थाहा छैन म एउटा धुन सक्दैन म बच्चाले दुध खुवाउनु परेन अन्त बाघ त अन्त तेरो बच्चाले दुध चाहिँ कसले खुवाउँछ म त गएँ तिमीले म त गरे अहिले पछि आउँछु म सकिनु लाग्दाखेरि ल ल ल ल